Hello my beautiful friends over here. Namaste. It's me Priya. Welcome back to my channel Morse Beauty. Friends, आज म तपाईहरुलाई भेज मोमो दामी अर्ग्यानिक कोपीको भेज मोमोको रेसिपी शेयर गर्न गइरहेछु। एकदमै मिठो मिठो हाम्रो बारीमा फलेको बन्दाकोपी हेर्नुस् कस्तो दामी, यति मज्जाको, यस्तो राम्रो यसो बारीमा गएको त एउटा बन्दा त भइसकेको रहेछ। अनि यसो हेरे अनि यसको आज चाहिँ मोमो बनाउनु पर्यो भनेर मैले चाहिँ बन्दा टिपे, बारीबाट ल्याएर मज्जाले धुइ धाइ गरेर त्यसपछि प्याज पनि छिले अनि मैले प्याजलाई रफली चप गरे। अनि यसरी अब यो चाहिँ मैले चपरमा चप गर्छु नि त, त्यस कारणले मैले यसरी रफली चप गरेको। अनि मैले यो चपरमा मज्जाले चप गरेर त्यसपछि खनाएर मैले बन्दा पनि यसरी काटेर मज्जाले चपरमा चप गरे। अनि मैले भाँडा मज्जाले तताएर अब म बटर हाल्दै छु। बटर हाल्नु पर्यो भनेर चाहिँ मैले यो अमुलको बटर मज्जाले भाँडा तताएर यसरी मेल्ट गरे। त्यसपछि मैले क्यूब चीज, यो प्रोसेस चीज, स्लाइस चीज जे हाल्दा पनि हुन्छ, तर मोजरेला चाहिँ हाल्नु हुँदैन है त। यो प्रोसेस चीज मैले 2टा क्यूब चीज हाले, मज्जाले ग्रेट गरेर। आज चाहिँ यसो बारीमा गएर हेरेको, मलाई बन्दाकोपी मज्जाको भइरहेको रहेछ। अनि आज चाहिँ भेज मोमो खानु पर्यो भनेर चाहिँ नानीहरूले पनि डिमान्ड गर्दै थियो। अनि मैले पनि सोचेँ तपाईहरुलाई शेयर गरौँ भनेर। अनि मैले त्यसमा अलिकति अदुवा पिसेर हालेँ, त्यसपछि नुन हालेँ, अलिकति अजिनामोटो हालेर मैले बटर, मेल्टेड बटर हालेर त्यसपछि अलिकति गाजर ग्रेट गरेर मैले मज्जाले मिक्स गरेँ अनि मेरो स्टफिङ रेडी भयो। त्यसपछि मैले सुपको लागि पानीमा अलिकति स्प्रिङ अनियन हालेँ, त्यसपछि बन्दा कोपी अलिकति काटेर हालेँ। जे हाल्दा पनि हुन्छ तपाईको इच्छा अनुसार, सब्जीहरू भेजहरू त नानीहरूले जे खाँदैन त्यसमा हालेर बनाएर सुप दिँदा पनि हुन्छ। अनि मैले अलिकति मटर हालेँ, अनि स्वीट कर्न हालेँ अलिकति, त्यसपछि यो गाजर अनि अदुवा सानो ग्रेट गरेर हालिदिए। त्यसपछि अचारको लागि टमाटर अनि नुन हालेँ। अनि मैले यो मक्टुलाई, स्टिमरलाई मैले ऑयल ग्रीस गरेँ। मोमो तालिन्छ नि त, नि त्यस कारणले नतालिनुको लागि मैले तेल लगाएँ। त्यसपछि मैले बेल्नु थालेँ मोमोको रोटी। यसरी एउटै साइजको बेल्यो भने चाहिँ मज्जाको हुन्छ नि त, एउटै साइजको निस्किन्छ नि त मोमो। यो चाहिँ आटाको मोमो हो। मेरो रेडी भयो। अब म देखाउँछु त तपाईहरुलाई, डिजाइन देखाउँछु है त मैले कसरी बनाउँछु। यसरी स्टफिङ हालेर अनि यसरी यो मज्जाले बीचबाट लिएर चाहिँ हेर्नुस्, यता दुईपट्टिबाट यसरी चेप्दै 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 जानुपर्छ। अनि डिजाइन चाहिँ मज्जाको माछा काँडा जस्तो हुन्छ। हेर्नुस् त डिजाइन कस्तो दामी डिजाइन हेर्नुस् त। अर्को पनि देखाउँछु है त तपाईहरुलाई। यसरी गर्नुभयो भने चाहिँ डिजाइन मज्जाको आउँछ। दुईपट्टिबाट, दुई साइडबाट चाहिँ एक साइडबाट चेप्दै अर्को साइडबाट चेप्दै गर्नुपर्छ। त्यसपछि फेरि मैले अर्को पनि यसरी बनाएर देखाएँ तपाईहरुलाई। सजिलो छ। यसरी हेर्नुस्, अर्कोबाट चेप्दै यता, अर्कोपट्टि चेप्दै यतापट्टि चेप्दै अर्कोपट्टि चेप्दै, दुईपट्टि बराबर चेप्दै गर्नुपर्छ। अनि डिजाइन यस्तो मज्जाको हुन्छ। हेर्नुस् कस्तो राम्रो। अनि मैले सजाएँ, मक्टु सजाएर मैले स्टिमरमा बसाइदिएँ। अब मेरो पाक्यो। वाउ, हेर्नुस् न, खाएर पनि देखाउँछु है त कस्तो दामी। मैले धनियाको अचार बनाएँ। वाउ, मिठो। आउनुहोस् है त खानु। थ्याङ्क यू फर वाचिङ।